रन्डीको छोरो राखेर बोल हेपेर आएको हो कि यति भन हैन तपाईले त्यसरी पेलेर आउनु भएको छ अनि मैले पनि पेल्दै हो देखेन अहिले झ्याप्प दिन्छ सालाले थाहा हुन्छ ओपटे गरी देखेन त्यहाँ मैले पेलेको हो नानीको छोरा मान्छे के सतो म उताले हाले को त म उताले हाले को त को खेल्छस् दाइ केही भनेको छैन दाइ यार तपाईँले यार दाइ यार के भनेको छैन दाइ यार तपाईँ थट दाइ यार त्यस्तो हेपेकै छैन दाइ यार तपाईँ के भनेकै छैन दाइ के भनेको छैन दाइ यार तपाईँले भाइ प्लिज क्या दाइ यार तिमीले मलाई हेपेको हो कि हैन छैन नि दाइ हेपेको यार के भनेको छैन दाइ यार हामीले ओपटे गरेर हेलो एन्ड गुड मर्निङ एभ्रिवान इट्स मी आदि ब्लग यसो सबैजना सन्चै आरामै होला म पनि एकदमै सन्चै आरामै छु तर म आज हामी चाहिँ हाम्रो राइड चाहिँ हरि साथी र म चाहिँ हामी चाहिँ जाँदैछौँ हामी उता नगरकोटतिर यसो सर्ट राइड छोटो मिठो साथी र म मात्रै अरू कोही पनि खोइ फोनै उठाएन केटाहरूले फोन गरेको फोनै उठाएन यो राइड पनि अनप्लान राइड हो साथीले अब के गर्ने भन्ने भयो होइन अनि अब म दुईटा बाटो यता पनि पुलिस चौकी छ म त अलि माथितिर गएर बस्छु एकचोटि यसो हान्न पऱ्यो कि त्यही भएर आयो 1100 साथी आउँदैछ तलबाट म चाहिँ यहाँ छु जस बाटो चाहिँ दामी कसम बवालै रहेछ बाटो चाहिँ गाइस यहाँ बसौँ टक्क लागेर साथी आएको पनि देख्छ नि त यहाँबाट यो बाटो आउँछ कि साथी आयो भने यताबाट तल बसिरहेको म कुदे म चाहिँ साथीले चाहिँ दुःख पाएको केटा हो साथी आयो साथी यता ओ साथी रोजर आई एम हियर गाइज यता आउ न यता ओइ हेलो आरी साथी आउँदैछ केटा हो बस यो नि त शैली होइन सक्दैन नि फेरि केटा होला हामी ठ्याक्क भेटिएको छौँ केटा हो भेटियो फाइनली भेटियो हो कि क्या साथी ठिक छ आइफोन देखाएको कहाँ यो थोत्रो आइफोन के देखाउनु साथी यार तिमी यहाँ गर्नु न यहाँ दुईवटा बाटो रहेछ क्या यहाँबाट पनि जाने मिली यतैबाट हो भेटियो ल जाउँ साथी होइन कति तर आवाजै बवाल छ सक्दैन नि फेरि के हो हामी नगरको जाने बाटोमा जाँदैछौँ ल हामी दुईजना आदि साथी र म जाँदैछौँ नगरकोतिर साथी तल कुदिरहेछ मलाई बाटो खासै थाहा छैन नि त कहाँबाट चाहिँ निस्क्यो अनि म त माथि आइसकेको छ साथी कुद्यो अनि साथी आयो अनि हामी निस्केको केटा हो त्यस्तै हो यस भल छ बाटो पनि राम्रो छ यतिको बाटो त धेरै राम्रो हाम्रो लागि होइन नगरको बेस क्याम्प सोध्छु ल
उजाला हो साथी मान्छेहरूको बच्चाहरूको के हो पिकनिक गर्न अन्त कस्तो आएको हो यार दाइ यार झन्डै लागेको दाइ यार त्यत्रो गाडीहरू कस्तो कस्तो स्पिड आउनु भयो तपाईँ दाइ यार तिमीले जे गरेँ मैले त्यही गरेँ बुझ्यो तपाईँले यताबाट आएको भएर गरेँ हो दाइ मैले म त उसले ओभरटेक गरिरहेको थिएँ नि त होइन अलिकति उ गरेर आउनु पर्थ्यो नि त दाइ हामी पनि स्पिड थियो दाइ है स्पिड होइन तिमीले हेपेर आएको हेपेर दाइ तपाईँहरूले नि हेप्नु भएको दाइ यार मलाई होइन त्यस्तो होइन म जे पनि गरिदिन्छु यहाँ त्यस्तो होइन दाइ त्यस्तो भन्नु खोज्यो होइन दाइ बिस्तारै हिँड्नु न दाइ मलाई ठुलो कुरा नगर हेपेर हेपेर आएको हो कि यति भन होइन तपाईँले त्यस्तरी पेलेर आउनु भएको छ अनि मैले पनि पेल्दै हो दाइ अहिले झ्याप्प दिन्छ सालाले थाहा हुन्छ ओभरटेक देखेन त्यहाँ मैले पेलेको हो नानीको छोरा के म तँलाई हालेँ को खेल्छस् दाइ केही भनेको छैन दाइ यार तपाईँले यार दाइ यार केही भनेको छैन दाइ यार तपाईँ थट दाइ यार होइन क्या दाइ यार के भनेको छैन दाइ यार तपाईँ भयो दाइ सरी दाइ सरी दाइ यार सरी भयो दाइ सरी ल हाम्रै गल्ती भयो सरी दाइ यार सरी दाइ भयो हो तपाईँले हान्नु भएन गोप्रो के गरेको छैन आउनै छैन दाइ यार तपाईँ हावा सरी दाइ यार ल हाम्रै गल्ती भएछ त्यस्तो होइन दाइ त्यस्तो हेपेकै छैन दाइ यार तपाईँ केही भनेकै छैन दाइ केही भनेकै छैन दाइ यार तपाईँले भाइ प्लिज क्या दाइ यार मलाई हेपेको छैन छैन नि दाइ हेपेको यार केही भनेकै छैन दाइ यार हामीले ओभरटेक गरिरहेको छु को तिमीहरू कोही पनि होइन दाइ हामी अब हुन त के हुनु नि दाइ हामी त के होइन नि दाइ सरी दाइ यार हामी सरी दाइ ल सरी दाइ ल हाम्रो गल्ती भएछ सरी सरी दाइ त्यस्तो दाइ प्लिज त्यस्तो नगर्नु नि दाइ यार के गर्थ्यो छ दिमाग छ दाइ मेरो गाडी जान्छ ठिक छ नो प्रब्लम होइन त्यो त हो जिन्दगी छ नि यति सानो ढुङ्गल जान्छ त्यो त हो दाइ थाहा छ दाइ त्यो अन्त नदेखाऊ दम्ब नदेखाऊ मसँग त्यस्तो देखाएकै छैन दाइ के भनेकै छैन दाइ तपाईँलाई अनि मार्छ यहाँ अहिले होइन दाइ सरी दाइ यार सरी ल भयो सरी दाइ हाम्रो गल्ती भएछ सरी दाइ ल सरी दाइ यार सरी दाइ यार चाबी दिनु सरी दाइ मेरो हाम्रो उताबाट दाइ धादिङबाट आएको हो क्या हामी घुम्नलाई आएको दाइ होइन घुम्नलाई आएको दाइ कसम भगवान् कसम दाइ घुम्नलाई आएको हो क्या हामी घुम्नलाई आएको क्या दाइ त्यस्तो देखाएकै छैन दाइ तपाईँले यार ओभरटेक गरिरहेको छु हो राइट हो दाइ त्यो सही कुरो हो ल हाम्रो गल्ती भयो क्या दाइ सरी दाइ प्लिज दाइ यार सरी क्या दाइ होइन ल हाम्रै गल्ती भयो दाइ कति थियो त्यो त क्लोजमा मैले ओभरटेक गरेको होइन नि ठिक छ दाइ ल हाम्रो गल्ती भयो सरी दाइ यार चाबी दिनु न दाइ सरी दाइ यार प्लिज तिमीले त मलाई के सोचेर कसले हात भन्नु तिमीले सरी दाइ यार सरी दाइ सरी प्लिज सरी दाइ के सरी दाइ यार प्लिज दाइ चाबी दिनु न दादा तिमीहरू जस्तो बाइक छ नि मैले पनि चढाएको छु तर मैले त्यस्तो दम्ब कहिले पनि देखाएन सरी दाइ चाबी नि छुट्यो दाइ यार तर मैले जिन्दगी छ नि बाइक चढाएर मैले जिन्दगी कसैले मैले यो किसिमको व्यवहार मैले देखाएन क्या तिम्रो जस्तो यङ सरी दाइ केही भनेको छैन दाइ यार सरी दाइ यार सरी दाइ गल्ती भएछ हाम्रै ल सरी दाइ प्लिज दाइ घुम्न आएको हो क्या दाइ भ्लगमा हालिसस् भने हाल्दिनँ दाइ यार त म खोजी मार्दिन्छु
नम्बर दे मलाई नम्बर दे तिम्रो नम्बर दे त 9849 दाइ यसो गर ट्याप गरे नम्बर सरी दाइ यार सरी के दाइ सरी कुरा हैन नि 49 लाउन दाइ म ओभरटेक गरेर आएछ मलाई बाइक पुरै यसो पेलेर आएर क्या सरी दाइ यार सरी भनिसक्यो स्ट्यान्ड कति थियो थाहा छ तिमीलाई थाहा छ दाइ आयो दाइ त्यस्तो बाइक मैले पनि चलाएँ क्या सरी दाइ यार यति तिमीहरूको ज्यान जान्छ यहाँ लाउन दाइ यो मेरो मैले नम्बर त्यहाँ ओभरटेक गरेर आएको छु दाइ यो मेरो नम्बर लाउन यतिको डिस्टेन्स छ मलाई पुरै यस्तो गरेर मैले पनि ठिक पेलेर छ सरी दाइ यार मैले यसलाई हात हाल्नु कसले हात हाल्नु पऱ्यो मैले केही भनेको छैन दाइ सरी सरी भनिरहेको छु दाइ मैले त अब दाइ यार दाइ लाउनु यो मेरो नम्बर मेरो फोन आइरहेछ दाइ 14 होइन दाइ 14 होइन दाइ लास्ट टाइम तपाईँको एउटा मुजी गोब्रो गएर मुजी 50 60 गोब्रो बगेर डेलाको गोब्रो बगेर बस फुट्न लाऊ त्यस्तो गफ केही भनेको छैन दाइ यार तपाईँलाई हामीले यार यो दम्बन नदेखाऊ मर्छ मुजी होइन त्यो त हो दाइ अब तिमीले कति बेला राख्नु हेर त्यहाँलाई सेल्टस बोलाइदिउँ म खरबाट फोन गरेर अनि सरी दाइ यार सरी भनिसक्यो दाइ यार वहाँबाट आएको दाइ घुम्नलाई यार जहाँसुकैबाट आऊ न आफ्नो वेमा चलाऊ न होइन सरी कस्तो पेलेर आएको हो हो ल दाइ ल हाम्रो गल्ती भयो दाइ ल सरी दाइ ल सरी दाइ यार अघिदेखि सरी भनिरहेको दाइ तपाईँलाई दाइ अनि दाइ म पनि तामाङ हो दाइ तामाङको छोरा हो दाइ यार म सरी भनिरहेको छु हजुरलाई म घ्लान हो दाइ सरी भनिरहेको छु दाइ यार यस्तो जान्छ दाइ अघि नि झन्डै ठोकिदिएको एउटाले हामी त बिस्तारै आइरहेको थियौँ नि दाइ यार त्यही पनि बाटो थाहा छैन दाइ फर्स्ट टाइम आएको हामी यो त हामी फर्स्ट टाइम आएको हो क्या त अहिलेसम्म आएको पनि थिएन दाइ यार होइन चलाएको मजाले चलाएको मैले तर जिन्दगीमा मैले कसैले यसरी जिगजाग मैले कसैले देखाइनँ मैले सरी दाइ ल गल्ती भएछ दाइ हाम्रो भइहाल्यो अब तिमीले सरी भनिहाल्नु जब त्यसै नचलाऊ अब बाटोमा त्यही हो जाऊ जाऊ ल भाइ त्यसै नचलाऊ राम्रोसँग चलाऊ आफू पनि बस्छ अर्ना पनि बस्छ अब नजाउँ साथी माइस जाउँ फर्क्यौँ यही रहेछ आजको यति रहेछ केही छैन जाउँ किन गरेर जस्तो कसले हात हाल्यो भन्छ मलाई त्यसो त पारा ताते बेलामा मैले त केही भनेको छैन दाइ सरी भनिरहेको छु दाइ यार तपाईँले तिमीले मलाई के पनि गर्छ भाइ आँखा तिम्रो बस्नु मलाई हान्देऊ ल म छेकिदिन्छु मलाई ढालेछ भने त्यस्तो होइन दाइ यार हामीले त्यो हान्ने कुरै गरेको छैन नि दाइ यार सरी भनिसक्यो त दाइ यार मान्छे आउँछ तिम्रो हामी यता जानु लाग्यो हो क्या खास घुम्न जानु लाग्यो अब होइन घाउ त गाडीवालालाई घाउ लाग्दैन घाउ लाग्ने त बाइकवालालाई हो क्या आखिरी आफू सेफ भएर हिँड्नुपर्छ क्या बाइक यस्तरी आउँछ गाडीहरू बाइकवाला आफू सेफ भएर हिँड्ने हो क्या हामी सेफै थियो दाइ अब केही छैन ठिक छ अब चल्दिउँ अब घुम्न आएको दाइ मैले गल्ती त अब आफ्नो ठाउँ भएपछि जो पनि हिरो भने त ठिक छ केही छैन बनोस् हाम्रो नि होइन क्या सरी भन्दा नि कस्तो हानेको क्या उसलाई त यार सरी दाइ सरी भन्दा पनि होइन मलाई त बाइकमा कस्तो हान्यो अब ठिक छ केही छैन उसले त्यहाँबाट उ त्यो गाडी थियो दाइ होइन ऊ परैबाट थिचेर आइरहेको थियो क्या अनि उसको गल्ती छ अब त हामीलाई नै साथी यार जहाँ छोडिदियो उनीहरूको ठाउँ रहेछ केही छैन थियो अनै छ साथी अनै छ अनै गरेर गइरहेको हो नि यहाँबाट बोल्दै गइरहेको थियो धेरै स्पिड नै थिएन क्या त हामी भोटेको रिस यस्तै हो अरे के गर्नु ठिक छ हामी त सार्की पऱ्यो हो नि साथी ठिक छ केही छैन खायो यार म्याच भगवान् छन् भने हाम्रो पनि दिन होला कता गएर बस्नु त्यहीँ बसौँ हाम्रो धादिङ हो यार झन् नगरकोट घुम्न आएको त्यो एटिभी कहाँ छ एटिभी राइट त्यो एटिभी के ब्रदर त्यो चार पाङ्रे के तलै जाउँ एटिभी भन्नुभएको त्यो त माथि हो नि माथि यहाँबाट सिक्किम माथि बाटो छोडी माथि जानु नवाकोट चोक आउँछ एउटा त्यहाँबाट अझै माथि हो क्या ठिक नि क्या हिरो भने ठिक छ अनि त्यो आएको यहाँबाट यहाँदेखि आएको पेल्दै थियो त्यसको गल्ती कि हाम्रो गल्ती त त्यही रङ साइड छ होइन अनि हामीले आफ्नो ठाउँ भएर क्या पेलिदिरहेको छ मसँग अर्को एकजना भावे खतरा हान्थ्यो अरे के गर्थ्यो र हानेर मार्दैन थियो होला होइन यस्तो
रन्डी चाहिँ हो कि को सोच्दै आएको थियो केटा हो के भयो रन्डीको छोरोले गयो मुडै अफ भयो होइन अन्त आइपुग्यो हामी त भाडा टोल रे पिपलपुर कहाँबाट त्यता जाने अर्को बाटो छ भन्थ्यो रन्डीको छोरो यहाँतिरको लोकल जस्तो राँडीको छोरा भगवान छन् भनेर पनि दिन आउँछ सोकडा हामी चाहिँ अब घुम्नु भनेर आएको यस्तो हान्यो होइन बिना फोकटमा उसको गल्ती थियो हाम्रो बाइक पनि साथीले झन् है केटा हो नयाँ कुरी खासै गल्ती त थिएन केटा हो त्यही पनि ठिक छ केही छैन सरी सरी भन्दा पनि हामीले सुख पाएन क्या साथी होइन त ठिक छ केही छैन यो हाम्रो बाइक हेर्नुहोस् होला दार्जिलिङको मान्छे हो हामी होइन मैले त खासै भाएन साथी मैले त यस्तो गरेँ मैले त टाउकोमा मात्रै बढी हान्यो नि त साथी मलाई त चाकमा यस्तो हान्यो राँडीको छोरोले भगवान् छन् भने भगवान्ले पनि त्यसलाई त्यसरी हान्नुहोस् गाइज होइन भगवान्ले त हान्दैन है हुन्छ नि त हामी जस्तो रन्डोहरूले हान्नुहोस् न ओइ हामी रन्डो होइन साथी अब यस्तो नि त अब तर किन यार साथी क्यामेरा बोके भएर हेपिहाल्छ हामीलाई तर होइन अब क्यामेरा त्यो छ भन्नु होइन जे भयो भने अब क्यामेरा बोकेर हिँड्ने यस्तो जस्तो केटा हो यहाँ खाजा त खायो साथी टोइलेट गएको छ अब त्यस्तै हो अब हाम्रो खासै गल्ती छैन केटा हो त्यही पनि अब सहनु पर्ने हुँदैछ के गर्ने सहन लास्ट भयो केटा हो यस्तै हो हामी यहाँ छौँ अब हाम्रो प्लान चाहिँ सबै क्यान्सल भयो कहीँ जाने केही नगरी भयो अब एकैचोटि घरतिर जाने यस्तै हो केटा हो है हेरिदिनु होला ब्लग फुल हेर्नु होला अनि मात्रै कमेन्ट गर्नु होला राम्रोसँग भिडियो हेर्नु अनि मात्रै कमेन्ट गर्नु होला केटा हो है कस्तो गल्ती छ भनेर त्यस्तरी पेलेर आएको थियो होइन त्यही पनि सरी सरी भन्दा पनि हिरो भनेर यस्तो हाने हुँदा होइन साथी र मलाई केही छैन यस्तै हो ल कहिले काहीँ हुँदो रहेछ काहीँ त्यो अन्त